ठुलागानबाट भिने जाने हामी पैदल मार्गी ट्याक्क यसलाई ठुलागान भन्छ पृथ्वीनारायण शाहको शालिग सङ्ग्रहालय सबै थोक छ भ्याबाट हिँडेर जाने हो यो बाटो गाडीमा जाने बाटो यही भएको अब हामी हिँडेर जाने बाटो गोर्खा दरबार जाने बाटो सङ्ग्रहालय जाने बाटो टेलिकम जाने बाटो अब हिँडेर हामी हाम्रो सर जाँदैछौँ है तल उतापट्टिबाट आएको बाटो छ अलि छिटो हिँड अब चलिए शुरू करते हैं। पहले ही फैसला कर ले कति ध्यान छ कि यो सानो चाहिँ कति ध्यान छ कि सानो ए कति ध्यान छ कि यो सानो ओके बिहान मेरो दुईजना फोटो खिचिरहनु टेक्कलहरू त्यो फोटो नआउँछ दरबार पुरै आउँछ कंट्रोल फाइनली गोर्खा दरबार सङ्ग्रहालय यो सङ्ग्रहालयबाट यता जाने यता पृथ्वीनारायण शाहको शालिग पैदल जानलाई अब गोर्खा दरबार जानलाई पैदल मार्ग यो ठुलागानबाट अब हिँडेर जाने हो हामी पैदल मार्गी ट्याक्क यसलाई ठुलागान भन्छ पृथ्वीनारायण शाहको शालिग सङ्ग्रहालय सबै थोक छ अब यहाँबाट हिँडेर जाने हो यो बाटो गाडीमा जाने बाटो यही भएको अब हामी हिँडेर जाने बाटो गोर्खा दरबार जाने बाटो सङ्ग्रहालय जाने बाटो टेलिकम जाने बाटो अब हिँडेर हामी यहाँबाट सर जाँदैछौँ है तल उतापट्टिबाट अर्को बाटो पनि छ अलि छिटो हिँड अब टाप कानमा ठेडी कोचे छ या कानमा चाहिँ ठेडी एउटा मात्र कोच्छ नि दुईवटा किन कोचेको त्यो कानमा एउटा मात्र ठेडी कोच्छ क्या किन दुईवटा ठेडी कोच्यो दुवैपट्टि जाउँ अस्ति मैले गन्दा फेरि ट्याक्कै 1247वटा सिँढी पुरा थिएँ यो सिँढी क्या 1247वटा छन् ट्याक्कै माथिसम्म 14सम्म अब यहाँबाट जाने हो सरासरी हिँडेर जान यो मर्निङ वाक हो क्या फाइनली ठुलोगानबाट हिँडेको हामी कतिमा हिँड्यो 10मा हिँडेको थियौँ कति भयो अहिले हेर त 4 मिनट भयो 200 250 सिँढी उक्लिसक्यो अब कस्तो पाराले मकै बाहिर हेर्थेँ गोर्खाली दरबारसम्म 1247वटा सिँढी हिँड्दै हिँड्दै जाने हो बिहानको मर्निङ वाक हो सेर फेपे भइसक्यो थाकेर हो कानमा दुईवटा ठेडी कोचेर हिँडेछ होइन के बोलिदेऊ न कतिचोटि भयो माथि उक्लिन आँटा हिँडेर ए ठेडी एउटा मात्र लाउ न खोइ एउटा ल्याउ म लाउँछु कतिचोटि हो कि यो दुईवटा ठिक हुन्छ ल ठिक छ कतिचोटि हो कि तिमी दरबार हिँडेर जान लागेको बहिरा सुन्दैनन् क्या हल्का चाँडै थियो भने मान्छे धेरै पनि भेट्नुहुन्थ्यो सिँढी ट्याक 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 गाडीमा गएर भन्दा हिँडेर गएपछि पुजाएर मस्कत आउँछ क्या ट्याक्क लाएर कुहिरो लाएर केही देखिन्न माथिबाट गोर्खा बजारको फुल्ली भ्यू हेरेर पाइन्छ अहिले अब तर आज कुहिरो लाएछ कुहिरो भ्यू हेरौँला नेपाली हो नि त विदेशी भएको कुहिरोले कुहिरो हेर्दैन थियो हामी नेपाली कुहिरो हेर्नुपर्छ ठिक छ पसिना आयो के हुन्छ गएर नुहाउने हो नि झरेर तल होइन तिमी थाक्यो भने बस्न प्रतीक्षालय छ त यार त्यहाँ जाने हो नि त अब ठुलागानदेखि हिँडेको 1247वटा सिँढी चढ्ने हो मन्दिर दर्शन गर्ने पूजासुजा गर्ने त्यहाँबाट नरिवल किन्नुपर्छ अहिले टक्क लालपट्टि चाहिँ लगाएँ सट्ट अब एकचोटि माथि पुग्न 8 बजी देखाउँछ है फाइनली गाइज हामी लगभग आधी बाटो आइपुग्यौँ पसिनाले भिजिसक्यो च्यापच्याप भएर हाम्रो गुरु आउनु भएको भए यो भाइ म त सक्दिनँ हो भनेर गर्दै हिँड्नुहुन्थ्यो हामी चाहिँ भने हिँडेछौँ गोर्खा बजार मजाले देखिन्थ्यो होइन है टक्क लगाएर तर कुहिरो लाग्यो सङ्ग्रहालय थोरै देखेछ कुहिरो लगाएर देखेन हिँड्न मजा आउँछ क्या सिँढी छ आउने जाने ओर्लिने बाटो 1 way 2 हो तर लाग्यो क्या सबै कुहिरो लाग्यो
राम्रो राम्रो देखिन्थ्यो भ्यू कुहिरो लागिसक्यो जाउँ तै पनि केही छैन हिँड्दै हिँड्दै आँगन घरको बाटो हो दिल्ली यहाँ हिँड्यो भने न पिटी न परेड केही चाहिँदैन होइन दिल्ली तलमाथि गऱ्यो भने पिटी परेड केही चाहिँदैन क्या यो बाटो होइन म खानबेल भइसक्यो अब घरमा मकै छ यहाँ खानबेल भएको के काम ल अब एक लट गयो सक्यो भाइ टाटा ल फाइनल्ली नरेलले किनिसक्यो आइ पनि सक्यो अब निर्माण कार्य पनि हुँदैछ होइन अब यहाँबाट ट्याक्क जाने हो यो चाहिँ हो पुलिस र आर्मी बस्ने ठाउँ यहाँ यो दरबार चाहिँ आइसक्यो फाइनल्ली बाँदर हिँड्दैछन् माथि होइन ऊ त्यो माथिसम्म बार चाहिँ 47वटा छ ल माथिसम्म प्रवेश मार्ग यहाँबाट नि छ तर हामी चाहिँ यताबाट जान्छौँ ल यताबाटै जाने हो चौतारी पुग्ने अब बल्ल चाहिँ हिँडेको जस्तो मस्कत आयो बमदाई पनि गर्नुमा गयो ठिक छ हामी पुगिहाल्छौँ नि तल यो लाग्दैन टाइम एकछिन हुन्छ अब ल गेटमा पुगेपछि सुरु चौतारीबाट आएपछि ल जाउँ हनुमान भन्छन् छोटी पत्र भएर जाने मन्दिर जाने बाटो माथि हामी गेट प्रवेशमा छौँ गोरखकाली दरबार गेट प्रवेश ऊ हाम्रो त्यहाँ दाईहरू बस्नु भएको है बाँदर दाईहरू हुनुहुन्छ फेरि त्यो झोला समात्नु भर्जी त्यो झोला राख्छ समात्नु बाँदर दाईहरू छन् हाम्रा पुर्खा पिता पुर्खा ल ल ल ल मेरो वाइ पछाडि आठ चोरी छ अचेलले नरियल खोइसकेको छ त बाटो छ है यता चोर्दैन यसलाई छोराको माया छ यसले आज यहाँ खोजिसकेछ अनि म यतापट्टि दुईटालाई हेरेर थालिरहेलाई त्यसले आएर चोर्दैछ झन् फुत्काएन यहाँ कोपारेको कता हो नङ्ग्रा लैने छ झन्डै मेरो हात लैदिएको पछाडि ढाडनमा होला भपी आउला ओ महाराज उहाँ बसिरह महाराज हनुमान गल्ली यहाँ जुम्राहरू खाँदैछ ल जय थेत्तेरिका स्वर्ग जाने बाटो यो चाहिँ ट्याक्क यहाँबाट गएपछि यहाँ गएपछि स्वर्ग है स्वर्ग जाने बाटो नढुङ्गा छ नमाटो उहाँ बिहानमै दुईजना फोटो खिचिरहन् ट्याक्कलाहरू त्यो फोटो नहो क्या दरबार पुरै आउँछ दुईजना ट्याक्कै गइसकेछन् फेरि यहाँ हातमा नरियल छ अहिले डर छ क्या क्यामेरा समात्न मोबाइलले समात्दिने हो कि हेरेर खाऊ सबै कुहिरो लागेन त कति राम्रो भ्यू देखिन्थ्यो ल फाइनल्ली मन्दिर प्रवेश गरेपछि भिडियो निषेध हो है आउनु होला बाटो देखाइदिइहाल्छु मैले ट्याक्क लगाएर हिँडेर आउनुलाई गाडीमा आएपछि पार्किङ त्यहाँ मुनि हुन्छ त्यहाँनिर ट्याक्क अनि यता हो है हामी छिर्यौँ प्रवेश जय गोरखकाली माता जय हो माताको बिग अब चोर्न गयो आजमै आउनु लाग्ने के खाना पाछाडि बाँदर हेरेछन् चोरेछन् चोर्नलाई हेर के हुन ए ऊ आइसक्यो ऊ लान ऊ आऊ लगाऊ ऊ आयो ल चोर्न भाग्यो प्रसाद लिन बाँदर ऊ उहाँबाट झर्छ छिर्छ
हेर मैले त्यसो अनि न्यायवादीको चाहिँ ढुङ्गा छ नि कहाँ ल जाऊ ल सडाको पश्चात चाहिँ सबै बाँदरले भ्याइदिँदो रहेछ आज त बाँदर खानु पाएको धेरै दिन भइसकेको छ यहाँ गोरखनाथ उतापट्टि गुफा यहाँ मुनि अब ऊ त्यहाँनिर जाने हो ल नहीं मुझे मजाक नहीं उड़वाना अपनी चीज का मैं नहीं बताऊंगा ए पुर्खा कति राम्रो कति ह्यान्डसम हो कि यो सानो चाहिँ कति ह्यान्डसम हो कि सानो ओए कति ह्यान्डसम हो कि होइन यो सानो ओके लिएर